जति नै पैसा भए पनि रातको निन्द्रा अनि दिनको चैन हराएर जान्छ। जीवनका सम्पूर्ण कुराहरू क्षणिक हुन्। स्वयं जीवन आफैमा क्षणिक छ। तर पनि हामीहरू अरूको डाहा गर्छौं, अरूलाई तल तानेर आफू माथि चढ्ने कोसिस गर्छौं, अरूलाई दुःख दिँदै आफैमा खुसी खोज्छौं। पैसा र पावरको घमण्डले आफूलाई ठूलो ठान्छौं अनि त्यो घमण्डलाई कायम राख्नको लागि जस्तोसुकै कुकृत्य गर्न पनि पछि पर्दिनौं। तर एउटा कुरा सधैँ याद राख्नुहोस्, अरूलाई पीडा दिई गलत कार्य गरेर कमाइएको धन या इज्जतले कहिल्यै शान्ति दिँदैन अनि त्यो टिकाउ पनि हुँदैन। जति नै पैसा भए पनि रातको निन्द्रा अनि दिनको चैन हराएर जान्छ। कर्मको फल त अवश्य सबैले भोग्नै पर्छ अनि गलत कार्यको परिणाम अवश्य पनि सुखमय हुने छैन। त्यसैले भगवत भक्तिमा लागौं, सत्कर्महरू गरौं, अरूको अहित हुने कुनै पनि कार्य नगरौं। जीवन सुन्दर अनि सरल हुनेछ। राधे राधे।